आज समसामयिक सन्दर्भको विषयमा कुरा गरौँ। झोला भनेको त सबैलाई थाहा नै छ। तपाईँ हामी सबैले बोक्ने झोला, जो हामीले कहिले विद्यालय जाँदा, कहिले कार्यालय जाँदा, कहिले टुरमा जाँदा, घुम्न जाँदा, बस जेसुकै ठाउँमा होस् बोक्ने झोला भनेको झोला भइहाल्यो। र त्यो झोलालाई चाहिँ बिगारेर झोले कसरी भनेको छ। झोले भन्ने शब्द नेपाली भाषामा विभिन्न सन्दर्भमा प्रयोग गर्न सकिन्छ। यसको अर्थ सन्दर्भअनुसार फरक पर्न सक्छ, तर सामान्यतया यसका केही प्रमुख अर्थहरू यस्ता छन्। सुन्नुहोस् है त। साधारण रूपमा चाहिँ हामीले कसरी बुझ्छौँ भने, झोले भन्ने शब्द कहिलेकाहीँ त्यस व्यक्तिलाई जनाउन प्रयोग गरिन्छ जो सधैँ चाहिँ झोला बोकेर हिँड्छ। यस्तो व्यक्ति विद्यार्थी, सामाजिक कार्यकर्ता वा नेता समेत हुन सक्छ। अनि यो राजनीतिक प्रसङ्गमा चाहिँ कसरी लिन सकिन्छ भने, नेपाली समाजमा झोले भन्ने शब्द खास गरी कुनै नेताको अन्ध समर्थक वा कार्यकर्ता, कार्यकारी हैसियत नभएको व्यक्तिको लागि व्यङ्ग्यात्मक प्रयोग गरिन्छ। अब हेर्नुहोस्, आफ्नै पार्टीमा कुनै पनि कार्यकारी हैसियत नभएको व्यक्तिलाई समेत हामीले प्रधानमन्त्री मानिदिनु पर्ने, यानि कि खड्ग प्रसाद शर्मा ओली पनि नेकपा एमालेको झोले हुनुहुन्छ अरे त। म नेकपा एमालेको झोले हो।